एक समयको कुरा हो। एउटा गाउँमा एक गरिब बुढाबुढी बस्थे। दैनिकी यति कठिन थियो कि एक छाक पेटभरि खान पनि धाउधाउ पर्थ्यो। गाउँलेहरूले पनि सहयोग त परै जाओस्, आपद विपदमा समेत कसैले सहारा दिँदैनथे। दुःख, अभाव र आँसु नै उनीहरूको साथी जस्तै थियो। एक दिन बुढा घाँस काट्न जङ्गल गएको बेला उनले एउटा वनको कुखुरा अन्डा भेटाए। त्यो अन्डा घर ल्याए। केही दिनपछि त्यो अन्डाबाट एउटा अनौठो भाले फुत्त निस्कियो। उसको कान असाध्यै ठुलो थियो। दिन बित्दै भाले हुर्कदै गयो। उसले बुढाबुढीलाई बुवा आमा भनेर सम्बोधन गर्थ्यो। गाउँलेहरूले बुढाबुढीलाई गरिरहेको हेला देख्दा भालेको मन साह्रै दुख्थ्यो। एक दिन घरमा केही पनि बाँकी रहेन। चामल, तेल, नुन, तरकारी सबै सकियो। बुढाबुढी भोकाले रुन थाले। यो देखेर भालेले बुढासँग भन्छ, मलाई 5 रुपियाँ दिनुहोस्। बुढाले अचम्म मान्दै सोधे, किन र भाले? भालेले जोड गरी भन्यो, दिनुहोस् न बुवा, म केही ल्याउँछु। बुढाले 5 रुपियाँ दिए। भाले खुसी हुँदै पसलमा गएर भन्छ, साउजी, मलाई चामल, नुन, तेल र तरकारी दिनुहोस् न। साउजी भालेलाई देखेर ठट्टा गर्दै हाँसे। ए भाले, त कसरी लिएर जान्छस्? काठ छैन, झोला पनि छैन। भालेले भन्छ, साउजी मेरो कानमा हालिदिनुहोस् न। साउजीले हाँस्दै भन्छ, ल थाप। तर अचम्म, भालेको कानमा सबै सामानहरू पसे। साउजी छक्क पर्यो। भाले मुस्कुराउँदै सबै सामान बोकेर घर फर्कियो। बुढाबुढीको अनुहारमा धेरै महिनापछि खुसी देखियो। समय बित्दै गयो। गाउँलेहरूको हेला झन झन बढ्न थाल्यो। एक दिन भालेले बुढाबुढीलाई भन्छ, बुवा आमा, म राजकुमारीसँग बिहे गर्न जान्छु। भाले हाँसेर उत्साहित हुँदै यात्रा सुरु गर्यो। बाटोमा मौरीहरूको झुन्डले सोध्यो, भाले दाई कता जान लाग्नुभयो? राजकुमारीसँग बिहे गर्न दरबार जान लागेको। मौरीहरूले पनि सँगै लान आग्रह गरे। भालेले भन्यो, ल मेरो कानभित्र बस। थोरै अघि बढेपछि आगो भेटियो। आगोले पनि हामी पनि सँगै जान्छौँ है। भाले मुस्कुराउँदै कानभित्र आएर बस भन्यो। थप केही टाढा पुगेपछि पानीसँग भेट भयो। पानीले भालेलाई सोध्यो, कता जान लाग्नुभयो भाले दाई? भालेले फेरि भन्यो, राजकुमारीसँग बिहे गर्न दरबार जान लागेको। पानीले पनि सँगै लान आग्रह गर्यो। भालेले खुसी हुँदै भन्यो, ल मेरो कानभित्र बस। यसरी मौरी, आगो र पानीलाई कानभित्र हालेर भाले दरबार पुग्यो। दरबारको गेटमा भालेले सिपाहीहरूलाई भन्यो, म राजकुमारीसँग बिहे गर्न आएको। सिपाहीहरूले हाँस्दै भालेलाई रोक्न खोजे। सिपाहीहरूले रोक्न खोज्दा पनि भालेले जबरजस्ती भित्र छिर्न लाग्यो। सिपाहीहरूले यो कुरा राजासम्म पुर्यायो। राजाले आदेश दियो गोली हान। सिपाहीहरूले हतियार निकालेर भालेलाई लखेट्न लागे। तर भालेले चिच्याउँदै भन्यो, ए मेरा मौरी भाइहरू, ती सिपाहीहरूले तोकिदेऊ। भालेको कानबाट मौरीहरू निस्किएर सिपाहीहरूलाई टोक्न थाले। सबै सिपाहीहरू भागे। तर भालेले चिच्याउँदै भन्यो, ए आगो भाइ, यो दरबार जलाइदेऊ। आगोले पनि दरबार जल्न थाल्यो। आत्तिएर राजा, रानी, राजकुमारी सबै दरबारबाट भाग्न थाले। आत्तिएका राजाले भालेलाई बिन्ती गरे, ए भाले, यो आगो निभाइदेऊ। म मेरो छोरी तिमीसँग बिहे गर्न तयार छु। भालेले भन्यो, ए पानी भाइ, यो आगो निभाइदेऊ। पानी कानबाट निस्किए। आगो निभायो। अनि धुमधामका साथ भाले र राजकुमारीको विवाह भयो। राजा रानीले भालेलाई ठुलो सम्मान र सम्पत्ति दिए। बुढाबुढीलाई राजदरबारमा राखेर ठुलो आदर गरियो। गाउँलेहरू जसले पहिले हेला गर्थे अहिले सम्मान गर्छन्। त्यसपछि बुढाबुढी र भाले खुसीका साथ जीवन बिताउन थाले।